हेलो गाइस, म एन्जेल शिवाकोटी होइन। यो हामीहरूको नयाँ ब्लग हामीले स्टार्ट गरिरहेछौँ। आजबाट चाहिँ के गर्ने भनेर सोचिरहेको थिएँ। अनि यहाँ दीक्षाले बनाइरहेको छ। मैले चाहिँ अगाडिदेखि नै बनाइरहेँ है, तर थाहा थिएन कि मेरो युट्युब च्यानल छ भनेर। अनि आज मैले मेरो नि युट्युब च्यानल बनाउनु पर्ने भनेर हेरेको त अलरेडी रहेछ। अनि त्यसमा चाहिँ म रिल्सहरू हाल्थेँ। अब मलाई लागिरहेको रिल्सहरू हाल्ने होला, तर एक्ज्याक्ट चाहिँ त्यो युट्युब च्यानल भइसकेको रहेछ, तर मलाई थाहा थिएन होइन। अब सो के गर्ने भन्ने अहिलेसम्म आइडिया चाहिँ छैन। अब नेक्स्ट टाइमदेखि चाहिँ हेर्दैछौँ कसरी गर्ने, के गर्ने भन्ने प्लानिङ छैन। तर म जस्तो छु त्यस्तै देखाउन खोजिरहेको छु। अब मेरो अब युट्युब च्यानल बनाइसकेपछि के गर्ने, कस्तो खालको कन्टेन्टहरू हाल्ने भन्ने कुराहरू हुन्छ, त्यो चाहिँ अहिलेसम्म डिसाइड भइसकेको छैन। अब हेर्दैछौँ के हालिन्छ। अब मेरो व्यक्तिगत जिन्दगीको बारेमा हाल्ने हो, या मेरो प्रोफेसनल लाइफको बारेमा हाल्ने हो, या एक्स्ट्रा के गर्ने भनेर चाहिँ बिस्तारै सोच्दै जाउँला। फिलहाल चाहिँ हाम्रो यो फर्स्ट ब्लग। अनि यसमा तपाईँ एकछिन नकाट्नु। यसमा अब तपाईँले आफ्नो च्यानलको बारेमा भनिदिनु, तपाईँको च्यानलको नेम भनिदिनु। यो चाहिँ म आफ्नो च्यानलमा हालिदिन्छु, त्यसबाट पनि तपाईँलाई केही हेल्प हुन्छ कि तपाईँ आफ्नो च्यानलको बारेमा यहाँ भनिदिनु। तपाईँको च्यानलको नाम के हो, त्यसमा सब्सक्राइब लाइक द्याट टाइप अफ भन्नु। ओके, मेरो च्यानलको नाम चाहिँ एन्जेल शिवाकोटी नै हो होइन। तर त्यहाँ सर्च गर्दाखेरि एन्जु मात्र सर्च गर्दाखेरि आउनुहुन्छ उहाँको प्रोफाइल चाहिँ। अनि मेरो प्रोफाइल मेरो अनुहारै हो, मेरो प्रोफाइल हेर्नु होला। अनि त्यसपछि ट्याक्क सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। अनि के गर्ने अलिकति सर सल्लाह पनि दिनु होला। थ्याङ्क यू।